दृश्य नेपालको कुनै दुर्गम बस्तीको नभई राजधानी काठमाडौँको मुटु बागबजारको हो। यहाँ हरेक 10 मिनेट जस्तोमा मानिसहरू ढलमा खसिरहेका छन्। तुइनभन्दा पनि जोखिम यो एउटा बाँस र पानीको पाइपबाट नदी पार गरिरहेका छन्। राज्यले अल्पकालीन र विकल्पहीन विकास गर्यो भने त्यही मानव पासो बन्छ भन्ने दृष्टान्तलाई प्रमाणित गर्ने दृश्य हो यो। अनि राज्य बेप्रवाह बन्यो भने नागरिकको अकालमै ज्यान जान्छ भन्ने पनि यो दृश्यले प्रमाणित गर्छ। बागबजार क्षेत्र नेपालकै सबैभन्दा धेरै क्याम्पस, स्कुल, इन्स्टिच्युट र कार्यालय भएको स्थान हो। यो भिडियोबाटै थाहा हुन्छ यहाँ हरेक सेकेन्डमा एकजना मानिसले नदी पार गरिरहेका छन्। अधिकांश स्कुले र क्याम्पस पढ्ने नानीहरू छन्। यहाँ जान अर्को विकल्पको मार्ग पनि छैन। कमलादी हुँदै जाँदा पनि कम्तीमा 15 मिनट लाग्छ। प्रदर्शनी मार्ग हुँदै घुमेर आउँदा पनि 15 देखि 20 मिनट लाग्छ। फेरि वैकल्पिक मार्ग नजिक नभएपछि स्वाभाविक रूपमा मानिसहरू केही जोखिम लिएर भए पनि छिटो जानका लागि यही बाटो रोजिरहेका छन्। यो मानवीय स्वभाव पनि हो। सबैलाई त्यति धेरै टाढाका विकल्पहरूबारे थाहा पनि नहुन सक्छ। भर्खरै राजधानी आएका यी कलिला नानीहरूलाई त्यति पर अर्को बाटो छ भन्ने जानकारी नभएको पनि हुनसक्छ। यसैले यो बाँसले धान्न नसक्ने गरी जीवन नै दाउमा लगाएर युवा युवती, किशोर किशोरी र बालबालिकाहरू हातमा पक्रिएर यो टुकुचा नदी पार गरिरहेका छन्। कोही ढलमाथि ढुङ्गाहरू राखेर उफ्रिँदै पार गरिरहेका छन्। ढुङ्गामा चिप्लिएर हरेक 10 मिनटमा एकजना मानिस ढलमा खसिरहेको देखिन्छ। खस्ने पार भएर गइसकेको हुन्छ अनि नयाँ आउनेले त्यो देख्दैन र फेरि ऊ पनि उफ्रिएर जान खोज्छ। यसरी जाँदा ऊ फेरि ढलमा खस्छ। कार्यालय वा विद्यालय, क्याम्पस आउँदाखेरि लगाएका कपडा उसका काममा लाग्ने हुन्छन् र हातमा बोकिएको चिज नष्ट हुन्छ। अर्को विकल्प नै नभएको बाटो भत्काएपछि निर्माण गर्नेले एउटा ह्युम पाइप राखेर एक साइडमा बाटो बनाउँदै निर्माण गरिदिएको भए स्कुले वा कार्यालय गएका हामी कोही पनि ढलमा डुब्नु पर्ने थिएन। यो हदको हेलचिक्राइ हुँदा पनि रमिते बन्नुपर्छ। राज्य मुखदर्शक बन्दछ। जतिसक्दो यो भिडियो सेयर गर्नुहोला र राज्यको ध्यान यसमा जानुपर्छ। प्रधानमन्त्री सुशीला कार्की वा बन्न लागेका प्रधानमन्त्री बालेन शाहसम्म पुगोस्। निर्माण कम्पनीले तत्काल ह्युम पाइप राखेर अबको केही घण्टामा नानीहरूलाई ढलमा डुब्न बाटो जोगाइयोस्। यो मानवीय, मानव पासो भन्दा पनि कम छैन। कस्तो रिक्स लियो सबै एकैचोटि भाँचिएर जाने रहेछ। मान्छेले पनि यादै गर्दैन नि एउटा पाइप चाहिँ रहेछ त्यहाँ
यस्तो रिक्स लिएको रिक्स लिएको यस्तो फोरमा छ विकल्प पनि छैन अर्को बाटो है